नेपाली टेलिफिल्म र युट्युबको दुनियाँमा आशा खड्का एक परिचित र लोकप्रिय नाम हो। कान्छी र बुन्टी सिरियलबाट लाखौं दर्शकमाझ परिचित आशा खड्काको सामाजिक सञ्जालमा क्रेज निकै लोभलाग्दो छ। उनले सञ्चालन गर्ने युट्युब च्यानल सुकुमाया टिभी नेपालकै सबैभन्दा बढी हेरिने युट्युब च्यानलमध्ये एक हो। धेरै मानिसहरूको मनमा एउटा प्रश्न उठ्ने गर्छ, आशा खड्का अर्थात् सुकुमायाले महिनामा कति कमाउँछिन् होला त? यस भिडियोमा हामी आशा खड्काको सम्भावित मासिक आम्दानीका स्रोतहरू र युट्युबबाट हुने कमाईको विस्तृत चर्चा गर्नेछौँ। आशा खड्काको आधिकारिक वा व्यक्तिगत बैंक खाताको विवरण सार्वजनिक नभए तापनि युट्युबको भ्युज, डिजिटल डाटा एनालाइसिस गर्ने वेबसाइटहरू जस्तै सोशल ब्लेड र विभिन्न सञ्चार माध्यमहरूलाई दिएको अन्तर्वार्ताका आधारमा उनको मासिक आम्दानीको अनुमान लगाउन सकिन्छ। उनको आम्दानीका मुख्य स्रोतहरू यस प्रकार छन्। नम्बर 1 मा रहेको छ युट्युब विज्ञापन अर्थात् गुगल एडसेन्स। युट्युबमा भिडियो सुरु हुनु अघि वा बीचमा आउने विज्ञापनबाट कमाई हुन्छ। आशा खड्काको सिरियलहरू बुन्टी, कान्छी रिलिज हुने बित्तिकै ट्रेन्डिङमा पर्ने गर्छन्। प्रत्येक भिडियोमा लाखौं करोडौं भ्युज आउँछ। नेपालमा CPM रेट अलि कम भए पनि विदेशमा बस्ने नेपालीहरूले भिडियो हेर्दा राम्रो पैसा आउँछ। युट्युबको विज्ञापनबाट मात्र करिब 4000 देखि 8000 अमेरिकी डलर अर्थात् लगभग रु 5 लाखदेखि 10 लाखसम्म कमाई हुने अनुमान गरिन्छ। नम्बर 3 मा रहेको छ भिडियोभित्र गरिने ब्रान्ड प्रमोसन। तपाईले उहाँका सिरियलहरू हेर्नुभएको छ भने ध्यान दिनुभएको होला, थुप्रै प्रकारका कम्पनी वा प्रोडक्टहरूको विज्ञापन भिडियोको बीच वा सुरुमा राखिएको हुन्छ। यस्ता विज्ञापनका लागि कम्पनीले सिधै निर्माण टिमलाई ठुलो रकम भुक्तानी गर्छन्। सिरियल चर्चित भएकाले ठुला ब्रान्डले पनि विज्ञापनका लागि प्राथमिकता दिने गर्छन्। उहाँका सिरियलहरूमा कम्पनीले विज्ञापन देखाए बापत महिनामा थप रु 3 देखि 8 लाखसम्म कमाई हुन्छ। नम्बर 3 मा रहेको छ फेसबुक वा अन्य डिजिटल प्लेटफर्म। युट्युब बाहेक फेसबुकमा पनि भिडियोहरू अपलोड गरेर मोनेटाइजेसन मार्फत आम्दानी हुने गर्छ। आजभोलि फेसबुकबाट पनि युट्युब जस्तै राम्रो आम्दानी हुने गर्छ। यसरी सबै स्रोतहरू, युट्युब स्पोन्सर र अन्य डिजिटल राइटहरू जोड्दा आशा खड्काको कुल मासिक आम्दानी नेपाली रु 10 देखि 20 लाखसम्म हुने गर्छ। कुनै ठुला विज्ञापन र धेरै भ्युज आएको महिनामा सोभन्दा बढी हुने अनुमान गर्न सकिन्छ। कमाईको कुरा गर्दै गर्दा कमाईसँगै हुने खर्चहरूबारे पनि कुरा गरौँ। बाहिरबाट हेर्दा महिनामा 10 देखि 20 लाख कमाउनु धेरै ठुलो रकम देखिए पनि सम्पूर्ण रकम आशा खड्काको नेट प्रॉफिट होइन। एउटा गुणस्तरीय सिरियल वा भिडियो बनाउन ठुलो खर्च लाग्छ। कलाकारहरूको पारिश्रमिक, प्राविधिक टिमको खर्च, उपकरण र प्रविधिको खर्च र खाना, बास र यातायातमा हुने खर्च आम्दानीको 40 देखि 60% हुन्छ। माथि उल्लेख गरिएको बाहेक टिभी राइट्सबाट पनि उहाँको आम्दानी राम्रो हुन्छ। यसरी हेर्दा उहाँको मासिक आम्दानी 10 देखि 20 लाखको हाराहारीमा त पक्कै हुन्छ होला।